नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल है गाइज। आई होप सबैजना सन्चै आरामी हुनुहुन्छ होला, म पनि सन्चै आरामी छु। र फाइनल्ली म चाहिँ विगत 5 वर्षदेखि साउदीमा छु है। र मैले चाहिँ आज भिडियो बनाउनुको रिजन चाहिँ के हो भन्दाखेरि म चाहिँ साउदीको दमामबाट जिजान भन्ने ठाउँमा जाँदैछु। र त्यो जिजान भन्ने ठाउँ चाहिँ लगभग दमामबाट 1800-1900 किलोमिटरको दूरी टाढा पर्छ है। र दमाम भन्ने ठाउँबाट जिजान जानलाई 1800-1900 किलोमिटर पर्छ। र त्यही क्रममा चाहिँ मलाई एकदमै भिडियो बनाउन मन लाग्यो है। र भर्खर मैले युट्युब च्यानल क्रिएट गरेको छु। र त्यो च्यानलमा चाहिँ तपाईँहरूको एकदमै साथ सपोर्टको जरुरी छ है। आई होप सबैजना लाइक सेयर सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशा छ। र मैले चाहिँ चलाउने ट्रकको चाहिँ त्यही पछाडि ब्याकग्राउन्डमा देखिराख्नु भएको छ हजुरहरूले, यही ट्रक हो। यही गाडी चलाइरहेको छु अहिलेसम्म है। र म योलाई चाहिँ लो बेड भन्छ, लो बेड हो। यसको चाहिँ एकदमै हेभी सामान बोकेर हिँड्नुपर्छ क्या। यसमा चाहिँ ठुल्ठुलो एकदम 70 टनको सामानहरू हुन्छ, त्यही बोकेर हिँड्ने हो। टायर पनि टन्नै छ यसमा, 42 टायर छ होइन। हेर्नु सक्नुहुन्छ त्यहाँ उतापट्टि अर्को सानो गाडी पनि छ। र हेर्नु यति ठुलो छ। यहाँ बिचमा पनि टायर छ यसको। म तपाईँहरूलाई तलपट्टिबाट देखाइदिन्छु है। तल बिचमा पनि टायर छ, पछाडि 32वटा टायर, अनि अगाडि टाउकोमा 10वटा टायर भनेपछि 42वटा टायर। अनि उहाँ क्याबिनमा एउटा टायर स्पेयर टायर लागेको छ, 42-143 भयो। अनि यो पछाडिको लागि चाहिँ यो 2टा टायर छ स्पेयर टायर। यति 45वटा टायर बोकेर हिँड्नेछु मैले चाहिँ यो गाडीभरि है। यही गाडी हो मैले चलाउने चाहिँ। हेर्नु अब कस्तो लाग्छ भिडियो है, प्रतिक्रिया दिनु होला। यसको कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला। गाडी चाहिँ एकदमै हेभी छ है। यसको क्यापेसिटी पनि म तपाईँहरूलाई लेखेको छ, त्यो सो गराइदिन्छ है। ल तपाईँहरू हेर्न सक्नुहुन्छ यसले कति टन, 70 टनसम्म बोकेर हिँड्न सक्छ। 70 टन लगभग तपाईँको 70,000 किलोसम्म बोकेर हिँड्न सकिन्छ। यो गाडीको वेटभन्दा फाल्तु वेटै हो है गाडीको छुट्टै। यो गाडी चाहिँ टोटल 20 टन छ, 20,000 किलो छ यो पुरै गाडी मात्रै, खाली गाडी। अनि यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ मैले पानी भर्छु कि, यो पानी भरेर यो बाटोमा हिँड्दाखेरि खानासाना बनाउनको लागि, हातमुख धुनको लागि है। अब यो सब यस्तो तरिकाले बोकेर हिँड्नुपर्छ है परदेशमा। यस्तै छ जिन्दगी। 5 सालदेखि त यस्तरी नै कटाइराखेको छ यही गाडीमा। यही हो मैले चलाउने गाडी चाहिँ। एकदम म तपाईँलाई मेरो भित्रको भ्यू पनि देखाइदिन्छु है गाडीको। भित्र खासै उस्तै छैन, त्यही पनि यो हेर्न सक्नुहुन्छ तपाईँहरूले। अलिकति यहाँ सामानहरू छ, यस्तो भाँडाकुँडा सब बोकेर हिँड्नुपर्छ। ग्यास पनि छ, खाना पकाउनुपर्छ यहीँभित्रै टाढाको बाटो। त्यो प्लास्टिकमा चाहिँ यो मैले अर्कै कम्पनीको साथीको सामान ल्याइदिएको मैले। यो 2टा लकेट छ त्यसमा। यो चाहिँ मेरो बिस्तारा भएको अरे है। ल त लिङ्गै छ, अब मिलाएको छैन यस्तरी। यो चाहिँ मैले नयाँ तन्ना किनेर उसमा चाहिँ थम्पिन लगाएर चाहिँ टाँसेको हो। यहाँ माथिपट्टि खानाको रासन सामानहरू राख्नको लागि, चामलहरू, नुन तेल मसला राख्नको लागि दिएछ। पानी त्यो पिउने पानी हो। यस्तरी बोकेर हिँड्नुपर्छ गाई। परदेशमा गाह्रो छ। तपाईँहरूले माया देखाइदिनु हुनेछ भन्ने आशा छ है। अरू भिडियो पनि मलाई तपाईँहरूले लाइक सेयर सब्सक्राइब गरिदिनु भयो भने मलाई अरू भिडियो बनाउनु पनि अब जोस लाग्छ है, आँटा आउँछ। र यही हो साउदीमा है। उताबाट गाडीहरू कुदिरहेको छ। अनि 4 रहेछ यो ठाउँमा चाहिँ, त्यसलाई चाहिँ इग्नोर गरिदिनु होला है। म जाने ठाउँ चाहिँ यो बोर्डमा लेखेको छ, यो वादी दवासर लेखेको छ नि। यो ठाउँ हुँदै जानुपर्छ म। यो ठाउँमा पुग्नलाई लगभग अझै
500-700 किलोमिटर जति छ है यो दसरमा टेलरहरू कुदिरहेको छ बाटोमा। अहिले चाहिँ म यहाँ मेरो ट्रकलाई ठुलो गाडीलाई चाहिँ नो इन्ट्री लागेको भएर म यत्तिकै बसिरहेको छु। यहाँ 9 बजे खुल्छ, अब 1 घन्टा बाँकी छ है। म अझै पनि दिलाम सिटीमै छु गाइज, र यो दिलाम सिटीमा चाहिँ ट्रकलाई ठुलो गाडी हेभी गाडीहरूलाई चाहिँ 50 को स्पिड छ है। यहाँ क्यामेरा राखेको छ, 50 को स्पिडभन्दा माथि गयो भने क्यामेराले क्याच गर्छ। त्यही भएर यहाँ चाहिँ बिस्तारै जानुपर्छ। यही हो दिलाम सिटी हो। अलखरज कटेपछि चाहिँ यो चिजान जाने बाटोमा दिलाम सिटी भन्छ होला है। दिलाम सिटी चाहिँ अलिक भित्री पर्छ भन्नु, तर यसलाई पनि दिलामै भन्छ। अब यहीँ छु म अहिले चाहिँ। अब यहाँ बिस्तारै बिस्तारै जानुपर्छ। यहाँ क्यामेरा कहाँनिर लुकाएर राखेको छ, त्यो 50 को भन्दा बढी स्पिड भयो भने चाहिँ फाइन आउँछ के क्यामेराले फोटो खिचेर। त्यही भएर यहीँनिर यहाँ हेर्नु है, तपाईँहरू देख्न सक्नुहुन्छ क्यामेरा पनि यहाँ कहाँनिर लुकाएर राखेको छ, छुपाएर राखेको छ। अब कतिखेर धेरै गाडीलाई थाहा हुँदैन। अब म चाहिँ यो बाटो हिँडिराख्ने भएको भएर थाहा भएर चाहिँ बिस्तारै हिँडिन्छ। तर लेख्न त बोर्डमा लेखेको हुन्छ ठुलो गाडीलाई 50 को स्पिड भनेर। त्यही पनि नयाँ नयाँ आउने मान्छेहरूलाई चाहिँ गाह्रो हुन्छ नि त। त्यही भएर यहाँ चाहिँ एकदमै विचार गरेर हिँड्नुपर्छ। फाइन पनि अब 150 रियल, साउदी रियल 150 आउँछ। 150 भनेको त अहिले तपाईँ धेरै अब नेपालको लगभग 5,000-5,000-5,900 त्यति नै हुन्छ। अब त्यति पनि अब किन त नि होइन, यत्तिकै फाल्तु तिर्नु त भएन नि त त्यसलाई। त्यही भएर केयर गरेर हिँड्नुपर्छ। यहाँ आउँदाखेरि कोही पनि अब यो ड्राइभरहरू साथीहरूले कुनैले यो भिडियो हेर्नु भएको छ भने साउदीबाट नयाँ हुनुहुन्छ भने यतातिर आउँदाखेरि एकदम विचार गर्नु होला। र यहाँ चाहिँ एकदमै केयर गर्नुपर्छ है। दुईवटा क्यामेरा राखेको छ यहाँ चाहिँ एकदमै केयर गर्नु होला। अब बिस्तारै गयो, त्यो अगाडि अब इसारा आउँछ, सिग्नल क्रस गरेर जानु पर्यो।